सबैजनालाई हार्दिक स्वागत छ। म तपाईहरुको आफ्नै साथी सुभाष। साथीहरु, तपाईलाई अवगत छँदैछ मेरो भिडियो निकै नै छोटो अनि विषय सम्बन्धित मात्रै हुन्छ। त्यही कारणले भिडियोलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेर्दिनु होला, यदि तपाईलाई राम्रोसँग बुझ्नु छ भने है त। केही समय अगाडि मैले युनिकोडसँग सम्बन्धित भिडियो बनाएको थियो र त्यो भिडियोमा चाहिँ धेरै साथीहरुले मलाई युनिकोडको फन्ट कलेक्सनहरु चाहियो भनेर भन्नु पनि भएको थियो र त्यही अनुरूप मैले धेरै समय अगाडिदेखि चलाइरहेको 350 वटा भन्दा बढी युनिकोडको फन्ट कलेक्सन चाहिँ तपाईहरुको निम्ति ल्याएको छु। त्यो भन्दा पहिला तपाई आफ्नो कम्प्युटरको ब्राउजरमा जानु होला र ब्राउजरमा जानु भएपछि यहाँनिर माथि anepaly.com भनेर टाइप गर्नु होला र यो वेबसाइटमा जानु होला। र यो वेबसाइट चाहिँ हाम्रै नेपाली दाजुभाइले बनाउनु भएको निकै नै राम्रो वेबसाइट छ। तपाई यहाँनिर नेपालीको इन्कोडिङ गरेको कुन फन्ट टाइप गर्न सक्नुहुन्छ त्यो छान्नु होला। मैले यहाँनिर युनिकोड राखे, तपाईले प्रिटी पनि राख्न सक्नुहुनेछ अथवा एनी भनेर पनि यहाँ तपाईले सेलेक्ट गर्नुहुन्छ। मैले यहाँ युनिकोड राखिदिए, आज युनिकोडसँग सम्बन्धित छ र यो कोठामा तपाईले केही शब्द टाइप गर्नु होला, जस्तो कि MERO मेरो नाम सुभाष हो। हेर्नुस् त, मेरो नाम सुभाष हो टाइप गर्नुभयो र तपाईले यहाँनिर भोइस टाइपिङ पनि गर्न सक्नुहुन्छ। यहाँ देखिरहेको यहाँ माइकको चिन्ह छ, यो माइकको चिन्हमा गएर तपाईले थिच्नु होला। यसको लागि तपाईले यहाँ माथि आफ्नो यो माइकलाई चाहिँ इनेबल गर्नुपर्ने हुन्छ है। सो मैले गरिसकेको छु। यहाँ माइकमा गएर क्लिक गर्छु। हार्दिक मङ्गलमय शुभकामना। मैले हेर्नुस् त हार्दिक मङ्गलमय शुभकामना बोलेर यहाँनिर टाइप गरेँ र यहाँनिर हेर्नुस् त युनिकोडको अक्षर भनेको छ, अनि अलकत्रा भनेको छ, अनि अमिता भनेको छ। यसरी युनिकोडको टन्नै तपाईले डिजाइनहरु तपाईले पाइराख्नु भएको छ। यी गजबको छ यहाँनिर। सो यसरी तपाईलाई मन परेको एउटा फन्ट तपाईले यसरी छान्नु होला र कुन फन्ट चाहिएको छ तपाईले सिधै त्यसलाई डाउनलोड गर्नु होला। त्यो फन्ट तपाईको कम्प्युटरमा डाउनलोड हुनेछ। सो यो फन्टहरुलाई चाहिँ तपाईले वान बाइ वान डाउनलोड गर्नुपर्ने हुन्छ। तर मैले चाहिँ यी अधिकांश फन्टहरु चाहिँ पहिलेदेखि नै चलाइरहेको छु। सो मसँग अलरेडी कलेक्सन छ। त्यो कलेक्सन लिनको लागि चाहिँ तपाईले माथि ब्राउजरमा computerera.com भनेर टाइप गर्नु होला। हेर्नुस् त, कम्प्युटर है, COMTUTOR computerera.com टाइप गर्नु होला र मेरो वेबसाइटमा तपाई पुग्नु हुनेछ र यहाँनिर तपाईले फन्टको कलेक्सन तपाईले देखिरहनु भएको छ। सो केही ढिला मेरो भिडियो हेर्नु भएको छ भने पक्कै पनि यो फन्ट कलेक्सन अगाडि हुने छैन। त्यो बेलामा चाहिँ तपाईले यहाँनिर सर्च बक्समा जानुपर्ने हुन्छ र सर्च बक्समा गएर तपाईले युनिकोड भनेर टाइप गर्नु होला र यसलाई सर्च गर्नु होला। र युनिकोड फन्टसँग सम्बन्धित तपाईले धेरै मेरो यहाँनिर चाहिँ पोस्टहरु देख्न सक्नुहुनेछ। यहाँनिर सबैभन्दा अगाडि चाहिँ यहाँनिर तपाईले यहाँ देखिरहनु भएको छ यो पहिलो नम्बरको 350 भन्दा बढी फन्ट कलेक्सन। यसमा गएर थिच्नु होला र थोरै तल आउनु होला र यहाँ डाउनलोड लेखेको ठाउँमा गएर क्लिक गर्नु होला। यो डाउनलोड हुनेछ। सो मेरो त अलरेडी डाउनलोड भइसकेको छ। मैले यसलाई क्यान्सल गर्छु र तपाईको डाउनलोड भएको फाइल कहाँ बसेको छ त्यहाँनिर जानु होला। मेरो डाउनलोड भएको फाइल चाहिँ यहाँनिर बसिरहेको छ। हेर्नुस् त, डाउनलोडको कम्प्रेसमा गएर बसेको छ र यसलाई म अनजिप गर्छु। अनजिप गर्नको लागि WinRAR सफ्टवेयरले कहिलेकाहीँ नहुन सक्छ। यो चाहिँ मैले 7zip-बाट जिप गरेको फाइल छु। तपाईले अनजिप अर्थात् एक्सट्र्याक्ट गर्दाखेरि चाहिँ 7zip सफ्टवेयरकै प्रयोग गर्नुपर्ने हुन सक्छ है त। सो यस्तो एक खालको एरर आयो भने तपाईले मलाई कमेन्ट गरेर भन्नु होला। म राइट क्लिक गर्छु, 7zip-मा जान्छु र यसलाई एक्सट्र्याक्ट भन्ने अप्सनमा गएर क्लिक गर्छु। यो हाम्रो एक्सट्र्याक्ट भयो र अब यसलाई म ओपन गर्छु र यी हेर्नुस् त फन्ट कलेक्सन तपाईले देखिरहनु भएको छ। यसलाई कन्ट्रोलसँग ए थिच्छु र राइट क्लिक गर्छु। त्यसपछि इन्स्टलमा गएर क्लिक गर्छु र केही छिनमै तपाईको सबै यो फन्ट इन्स्टल हुनेछ। मसँग त अलरेडी यो फन्ट कलेक्सन इन्स्टल भइसकेको छ, त्यही कारण यसलाई मैले स्टप गरिदिए। र अघि मैले सुरुमा तपाईलाई देखाएको थिएँ नि अनेपाली वेबसाइट छ। अनेपालीबाट तपाईलाई मन परेको एउटा फन्टलाई छान्नु होला। मलाई चाहिँ यो आर्य भन्ने मन पर्यो। यसलाई कपी गरे र यहाँनिर आउँछु, पेस्ट गरिदिन्छु म र यहाँनिर गएर यो चाहिँ खान्डमा छ मेरो। मैले युनिकोड खान्डको फन्ट टाइप गरिरहेको थिएँ। अब म यसमा आर्य गर्छु, आर्य। ल हेर्नुस् त, आर्य फन्टको चाहिँ यस्तो हाम्रो देखिएको छ। र तपाईलाई कुन फन्ट मनपर्छ? मलाई चाहिँ यहाँनिर गोटु भन्ने फन्ट मन पर्यो। ल गोटु है, म यसमै जान्छु, यसलाई नै सेलेक्ट गर्छु र माथि यहाँनिर यसलाई हटाएर गोटु भनेर टाइप गर्छु र ओके गर्छु। ल हेर्नुस् त, गोटुमा तपाईको यो कति राम्रो आइसकेको छ। यसरी तपाईले युनिकोडको फन्ट कलेक्सन एकै ठाउँमा पाउन सक्नुहुनेछ।
त्यसलाई डाउनलोड गर्नुहोस्, इन्स्टल गर्नुहोस् र अनेपाली.com मा गएर तपाईलाई मन लागेको कुनै एउटा फन्ट खोज्नुहोस् र यहाँनिर टाइप गर्नुहोस्। वेल, आजको भिडियो कस्तो लाग्यो तपाईलाई? यदि भिडियो मन परेको छ भने पक्कै पनि तपाईले प्रतिक्रिया दिनुहोला। मन नपरेको छ भने प्रतिक्रिया दिनुहोला है त, ताकि हामीले यस्तै र अझ यो भन्दा राम्रो भिडियोहरू तपाईहरुको निम्ति ल्याउन सकौं। आजको लागि तपाईहरुको माझबाट बिदा हुन्छु। हस्त, नमस्ते।